हेलो हाई सबैजना नमस्ते वेलकम टु माई ब्लगमा अनि आउनुहोस् आज म चाहिँ तपाईँहरूलाई केही एउटा कुरा भन्न गइरहेको छु है कतिजनालाई थाहा होला कतिजनालाई थाहा छैन होला सो तपाईँहरूले पनि थाहा पाउनुहुनेछ मैले भन्दै गरिसकेपछि के हो भन्न खोजेपछि मैले चाहिँ अस्ति जुन 16 तारिकको होइन अनि मलाई एक कल आयो होइन अनि एउटा कल आइसकेपछि एउटा पाकिस्तानले मलाई कल गरिरहेको थियो अटोमेटिक कल आइसकेपछि उसले भन्यो कि तेरो इमेरेट्स आइडी एक्टिभ गराउनुपर्छ ब्याङ्कमा अनि ब्याङ्कमा एक्टिभ भएको छैन भनेर मलाई चाहिँ त्यसरी कल गरिरहेको थियो त्यस भएकाले गर्दा म त खै पुलिसले गर्यो कतैबाट गर्यो भनेर म चाहिँ त्यसरी डराएँ पहिले इङ्ग्लिसबाट कुरा गरिरहेको थियो अनि त्यसपछि मैले सबै कुराहरू अब उसले भन्यो अब मलाई मेरो आइडीहरू सबै के गर्न खोज्यो भने चाहिँ मेरो युए पास ओपन गर्न लगायो अनि युए पास ओपन गरिसकेपछि अनि उसले सबै कुराहरू सोध्यो है अनि डिटेल बाइ डिटेल सबै सोध्न लाग्यो त्यहाँबाट पछि मैले किन मेरो डिटेल सोध्छस् भन्दाखेरि उसले एक्टिभ गराउनलाई ब्याङ्कको लागि इमेरेट्स आइडीलाई अब एक्टिभ गराउनुपर्छ त्यही भएको कारणले गर्दाखेरि यहाँनिर चाहिँ मागिरहेको थियो त्यसरी स्क्यामहरू कतिजना तपाईँहरूले पनि कसैले आइडी नदिनु होला मैले पनि थोकेर झन्डै फुत्काइसकेको तर म त्यसबाट बचेँ है सो तपाईँहरू पनि यसरी नै बच्नु होला भन्न चाहेँ किन भन्दाखेरि यस्तो 2 नम्बर धन्दा या त्योमा पनि धेरैहरू छ तपाईँलाई कल आएर डाइरेक्टै पाकिस्तानहरूले फसाउन सक्ला तपाईँको भोलि हरेक अकाउन्ट ह्याक गर्ला त्यही भएको कारणले गर्दा सो तपाईँहरू पनि केयरफुल हुनु होला है त धन्यवाद कस्तो लाग्यो भिडियो सक्दो सेयर गर्नु होला है त